नेपाल मजदुर किसान पार्टीको बारेमा पनि केही माननीयज्यूहरूले चासो देखाउनु भयो। म प्रश्न पार्छु, नेपाल मजदुर किसान पार्टी साम्राज्यवादलाई साम्राज्यवाद देख्छ, विस्तारवादलाई विस्तारवाद देख्छ। नेपाल मजदुर किसान पार्टी देशको विषयमा, जनताको विषयमा इमानदारीपूर्वक सङ्घर्ष गर्छ र आवाज बुलन्द गर्छ। यो गर्दै आइरहेका छौँ र यस विषयमा कसैले दुईमत राख्न आवश्यक छैन र नेमकिपा आफ्नो कर्तव्यप्रति एकदमै वफादार छ, इमानदार छ। र केही दिनपछि नयाँ वर्ष 2083 आउँदैछ, नव वर्ष 2083 र विशेष गरेर भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुर नगरपालिकामा बिसका जात्राको अवसरमा विभिन्न सांस्कृतिक गतिविधिहरू, परम्परागत गतिविधिहरू हुन्छन् र त्यो नेपालकै एउटा सांस्कृतिक पर्व हो। यो बागमती प्रदेशको निम्ति अत्यन्त गौरव गर्न लायक जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरू हुन् र ती सम्पूर्ण जात्राहरूको विषयमा पनि म हार्दिक शुभकामना र साथसाथै बागमती प्रदेश सरकारलाई यी सम्पूर्ण सांस्कृतिक गतिविधिहरू, जात्राहरू हाम्रै धरोहर हुन् र हाम्रै सम्पत्ति र हाम्रै सभ्यताका चिनोहरू हुन् भनेर स्वीकार्नको निम्ति बागमती प्रदेश सरकार समक्ष विनम्रतापूर्वक आग्रह गर्दछु र आन्तरिक पर्यटनको विकासको निम्ति पनि ती गतिविधिहरू अत्यन्त महत्त्वपूर्ण छन् भनेर स्वीकार्न सकेको दिन बागमती प्रदेश अगाडि बढ्नेछ। कला संस्कृति सम्पदाको संरक्षण र ती गतिविधिहरूको विषयमा नेपाल मजदुर किसान पार्टीले यो सदन र विभिन्न क्षेत्रमा आवाज उठाउँदै आएको हो। संस्कृति, पर्व, ती सम्पूर्ण कुराहरू हाम्रा पिता पुर्खाका देन हुन् र हाम्रो सभ्यताका चिनोहरू हुन् र त्यसको संरक्षण बागमती प्रदेशको पनि आफ्नो जिम्मेवारी भित्र पर्दछ भन्ने लाग्दछ र त्यसको निम्ति बागमती प्रदेश सरकारका संस्कृति मन्त्री र मुख्यमन्त्रीज्यू, माननीय मुख्यमन्त्रीज्यूको म विशेष ध्यानाकर्षण गराउन चाहन्छु र बागमती प्रदेश सरकार अझै पनि जिउँदै होस्, जाग्दो होस् र जवाफदेही बनोस् भनेर फेरि पनि हामी जोडका साथ भन्दछौँ, माग गर्दछौँ। सरकार विहीनताको अवस्थालाई तोडौँ, शून्यताको स्थितिबाट अझ अगाडि बढौँ र न्यायोचित ढङ्गमा, समानुपातिक ढङ्गमा र अवसरको वितरण र अवसर सबैतिर बाँड्ने ढङ्गमा, सन्तुलित विकासलाई सुनिश्चित बनाउने ढङ्गमा अगाडि बढौँ भनेर फेरि पनि हामी आग्रह गर्दछौँ। अनेक समस्याहरू छन्, हामी समस्याबाट घेरिएका छौँ र ती समस्याहरू भएकै कारण हाम्रो आवश्यकता भएको हो र ती समस्या र चुनौतीहरू सामना गर्दै प्रदेश सरकारले आफ्नो क्षमता प्रदर्शन गरोस् भन्ने हाम्रो आग्रह हो। र अहिले देशमा एक खालको नयाँ घोषणा भएको छ, 2 दिनको बिदाको सन्दर्भ, शनिबार र आइतबार बिदा घोषणा गरिएको छ, सार्वजनिक बिदा। त्यो कतिको फलदायी होला चिन्तन मनन गरौँ। केन्द्रीय सरकारलाई पनि जिम्मेवार बन्नको निम्ति घचघच्याउँ। हाम्रो हिसाबले भन्ने हो भने आइतबार र शनिबारको बिदा विगतका अभ्यासहरूमा पनि हामीले असफल सिद्ध भइसकेका कुराहरू हुन्। त्यस विषयमा सोचौँ। हाम्रो देश अत्यन्त हामी पछाडि परिसकेका छौँ, पछौटेपनले हामी आक्रान्त छौँ, गरिबीबाट अत्यन्त हामी शिथिल भइसकेका छौँ। हामी अझै पनि बिदामा बसेर हाम्रा कर्मचारीहरूलाई, हाम्रा शिक्षकहरूलाई, हाम्रो जनशक्तिलाई बिदामा राखेर हामी कतातिर लान खोज्दैछौँ? कतै पश्चिममा पढेर, अध्ययन गरेर, पश्चिमा संस्कृतिबाट प्रभावित भएर त्यस्ता खालका सल्लाहकारहरूको सल्लाहहरू सुनेर यो सरकार विवश भएर त्यो खालको निर्णय गरेको त होइन। हामी अगाडि बढ्नु छ, हामीले धेरै काम गर्नु छ, हामीले फुर्सद भन्दा पनि, आनन्द भन्दा पनि अत्यन्त क्रियाशील भएर फलदायी ढङ्गमा, रिजल्ट ओरिएन्टेड ढङ्गमा हामी अगाडि बढ्नु छ। त्यसकारण यसमा पुनर्विचारको आवश्यक छ भन्ने हाम्रो ठम्याइ हो, हाम्रो बुझाइ हो। उत्पादनमूलक क्षेत्रमा हामी अत्यन्त मेहनतका साथ, परिश्रमका साथ अगाडि बढौँ। किसानहरू जसरी फुर्सद लिँदैनन्, बिदा भन्दैनन्, काम गर्दछन्, मजदुरहरू परिश्रम गर्न चाहन्छन्, अवसर दिउँ। त्यसकारण फुर्सद भन्दा पनि मेहनत गरौँ, परिश्रम गरौँ र गतिविधिले युक्त अत्यन्त हामी गतिशील बन्दै अगाडि बढौँ।
र हाम्रा नयाँ पुस्तालाई अझ भनौँ भने आवश्यक परेको खण्डमा स्वयंसेवकको रूपमा भोलिन्टियरिङको भावना सहित कर्मचारीहरू मात्र होइन, शिक्षकहरू मात्र होइन, विद्यार्थीहरूलाई समेत परिचालित गर्ने ढङ्गमा, युवाहरूलाई परिचालित गर्ने ढङ्गमा भोलिन्टियरको रूपमा उतारेर देश निर्माणमा, देश विकासमा अगाडि बढाउनु पर्ने अहिलेको यथार्थ हो, अहिलेको आवश्यकता हो। र अहिले यसरी हामीले कुराकानी गरिरहँदा एसई को हामीले कुराकानी गरिसक्यौँ। यो वर्षको शैक्षिक सत्रको अन्त्य र नयाँ शैक्षिक सत्रको सुरुवातमा देश अगाडि बढ्दैछ र यसरी भनिरहँदा 13 लाख विद्यार्थीहरूले इसिडीमा भर्ना भए, 13 लाख, 7 लाखले मावि तहसम्म पुग्ने, आधारभूत तहसम्म पुगे। आज देशको आँकडाले भन्छ जम्मा 5 लाख बढी विद्यार्थीहरूले मात्र एसई दिए। यसरी ड्रप आउटको हिसाबले भन्नुपर्दा लगभग 35 देखि 40% को ड्रप आउट, अर्थात् भनौँ परीक्षाबाट वञ्चित, अर्थात् भनौँ एसई दिनबाट वञ्चित, विमुख भएको यथार्थ हो। यो स्थितिलाई चिर्न आवश्यक छ। शिक्षा व्यवस्थामा अत्यन्त ठूलो एउटा भनौँ सङ्कटको स्थिति अझै पनि छ। जबसम्म हामी नयाँ पुस्तालाई राम्रो शिक्षा दीक्षा दिन सक्दैनौँ तबसम्म देश निर्माण हुने छैन, विकास हुने छैन। हाम्रो ठूलो रोग शिक्षा व्यवस्थामा छ, विद्यालय क्षेत्रमा छ। त्यसकारण यसको समाधान आवश्यक छ र यो ड्रप आउटको स्थितिलाई टुङ्ग्याउन आवश्यक छ। त्यसको निम्ति शिक्षा क्षेत्रमा ठूलो लगानी, हाम्रा शिक्षकहरूलाई तयार गर्नुपर्ने र सामुदायिक विद्यालयलाई जोड दिनुपर्ने आजको आवश्यकता हो। सामुदायिक शिक्षामा जोड नदिकन हामी न्यायसङ्गत ढङ्गमा हाम्रा बालबालिकाहरूलाई हुर्काउन बढाउन सक्ने छैनौँ। त्यसकारण फेरि पनि शिशु स्याहार केन्द्रहरू, बालोद्यानहरू हाम्रा सामुदायिक विद्यालयहरूमा जोड दिउँ। त्यसको निम्ति केन्द्रीय सरकारलाई पनि घचघच्याउँ, हाम्रो आग्रह हो, त्यो हो। अहिले जेनजीको कुरा उठिरहेको छ। जेनजीहरूप्रति जसरी न्याय गर्न आवश्यक छ, जेन अल्फा अहिले तयार छ। जेन अल्फालाई पनि हामीले न्याय दिन सकेनौँ भने भोलि के होला, कस्तो खालको दुर्घटना हामीले झेल्नु पर्ला, त्यो हामीले सोच्नै पर्छ बेला छँदै। त्यसकारण युग सुहाउँदो शिक्षा, समाज सुहाउँदो शिक्षा अहिलेको आवश्यकता हो। त्यसकारण अहिले हामीले विद्यालय शिक्षामा देश प्रेमको भावना, नैतिकता, नागरिक भावना विकास गर्ने खालको हामीले जोड दिन सकेनौँ भने फेरि पनि जेन अल्फाले देश नडराउला भन्न सकिन्न। जेन अल्फाले भोलि के गर्ला त्यो पनि ठेगान छैन। त्यसकारण नागरिक भावना, नागरिक शास्त्रको अध्ययन अनिवार्य गरिनु पर्दछ। साथसाथै देशभक्तिपूर्ण भावनालाई राजनीति गरियो नभनिकन त्यो अनिवार्य आवश्यकताको रूपमा अगाडि बढाउन आवश्यक छ। गए रातिको मात्र हामीले कुरा गर्ने हो भने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरे, अ होल सिभिलाइजेसन विल डाई टुनाइट, नेभर टु बी ब्रट ब्याक अगेन। त्यो घोषणा गरे इरानको सन्दर्भमा। आज संयोगले जोगियो 2 हप्ताको निम्ति युद्ध विराम घोषणा गरिएको अवस्था छ। त्यसकारण सम्भावित ठूलो दुर्घटनाबाट विश्व जोगियो भन्न पर्छ केही समयको निम्ति भए पनि। त्यसकारण यो स्थितिलाई हामीले चिर्ने हो भने, त्यस्तो खालको दुर्भाग्य नआओस् भन्ने हो भने, जसरी इरानी जनताले अमेरिकी राष्ट्रपति ट्रम्पले घोषणा गर्ने बित्तिकै त्यहाँका पावर हाउसहरू जोगाउनको निम्ति, त्यहाँका ठूला ठूला भौतिक संरचनाहरू जोगाउनको निम्ति मानव साङ्लो निर्माण गरेर, जसरी त्यहाँका विद्यार्थीहरू, महिलाहरू, आमाहरू, बुहारीहरू, युवाहरू जसरी सडकमा उत्रे र मानव साङ्लो, मानव ढाल बन्न तयार छौँ, हामी जीवन बलिदान गर्न तयार छौँ, तर देश हामी सुम्पदैनौँ भनेर जसरी घोषणा, गए रातिको मात्र उदाहरण। यो देश प्रेमको भावना हाम्रो सन्दर्भमा पनि आवश्यक छ। हामीले देख्यौँ अहिले सामाजिक सञ्जालमा अत्यन्त भाइरल भइरहेको छ। हामीले देशको झण्डा ओढेर सिंहदरबार जलाएको, अदालत जलाएको, संसद भवन जलाएको, राष्ट्रपति निवास जलाएको, बालवाटार जलाएको हामीले देख्यौँ। त्यस्तो खालको दुर्भाग्य नदोहोरियोस् भन्नको लागि पनि वास्तविक देश प्रेमबाट ओतप्रोत हाम्रा विद्यार्थीहरूलाई, नयाँ पुस्तालाई, हाम्रा युवाहरूलाई हामीले गर्नै पर्दछ। त्यसको अर्को विकल्प छैन। अन्य कुराहरू, विकासका कुराहरू, निर्माणका कुराहरू हामी गर्दै गरौँला। नयाँ पुस्ता बाँकी रहेको खण्डमा, नयाँ पुस्ता नै भड्किएको खण्डमा, बाँकी नरहेको खण्डमा हाम्रा ठूला ठूला भौतिक विकासले न्याय गर्न सक्दैन, हाम्रो इतिहासलाई जोगाउन सक्दैन। फेरि अर्को म एउटा तथ्याङ्क म राख्दछु।
अहिले यो वर्ष फेरि यहाँ विपदको पनि कुरा उठ्यो। यो वर्ष मात्रै विपदको कारण हामीले 7,547 घटनाहरू यो देशले बेहोर्यो। त्यस मध्येमा करिब 500, त्यो भन्नाले 490 जनाको असामयिक निधन भएको, मृत्यु भएको हामीले सुन्यौं। त्यसकारण विपदको तयारी, त्यसको जिम्मेवारी सरकारले लिनै पर्दछ। बागमती प्रदेश सरकारले पनि तयारी तुरुन्तै थालोस् भन्ने म विनम्रतापूर्वक माग गर्दछु। साथसाथै देशको दुर्भाग्य अर्को भनेको वर्षमा 2500 जना नेपालीहरूको मृत्यु हुन्छ सडक दुर्घटनाको कारण, सवारी साधनको दुर्घटनाको कारण। त्यसकारण प्रत्येक दिन 7 जना बढी नेपालीहरूको मृत्यु हुन्छ सडक दुर्घटनामा। यसमा पनि भौतिक निर्माणको सन्दर्भ, यातायातको सन्दर्भ र सरकारले पनि यसको जिम्मेवारी र तयारी गरोस्, हाम्रो विनम्रतापूर्वक माग छ। यहाँ बहुमतका विभिन्न कुराहरू आए। बागमती प्रदेश सभामा हामीले सुनेका थियौं अब 30 वर्ष 50 वर्ष हाम्रो सरकारलाई हल्लाउन सक्ने छैन भनेर घोषणा भएको हाम्रै कानले यही सभा हलमा हामीले सुनेका थियौं। हाम्रो सदनमा संसारको इतिहासले के बताउँछ भने बहुमत मात्र अन्तिम सत्य होइन, बहुमत मात्र सधैँ सही साबित हुन सक्दैन। सिक्किम बहुमतकै कारण भारतमा विलय भयो। युक्रेन बहुमतबाटै युद्धमा होमियो, अर्थात् भनौं युद्ध अहिले जारी छ। अमेरिकामा पनि बहुमत छ, तर अमेरिकालाई फाँसीवादको बाटोमा, फासिजममा अगाडि बढायो। 23 र 24 गतेसम्म र अगाडिसम्म यो देशमा पनि बहुमतको शासन थियो। त्यसकारण बहुमत सधैँ सही हुन्छ, सत्य हुन्छ भन्ने छैन। जनता सत्य हुन्छन्। जनताको आवाज, विपक्षको आवाज, सर्वसाधारणको आवाज सुन्न सक्ने ताकतको निर्माण गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। 15 सालमा पनि कुनै दलको बहुमत थियो, 48 सालमा पनि कुनै दलको स्पष्ट बहुमत थियो। तर हाम्रै सदन मार्फत हामीले राष्ट्रघात बेहोर्यौं, देशघात बेहोर्यौं। हामीले कोशी बेच्यौं, गण्डक बेच्यौं, हामीले महाकाली बेच्यौं, कर्णाली बेच्यौं। बहुमतबाटै यो देशका ठूला ठूला नदी नालाहरू विदेशीलाई, भारतलाई सुम्पेको हामीलाई थाहा छ। त्यसकारण अहिलेको वर्तमान संघीय संसदमा पनि बहुमत छ। त्यो बहुमतबाट पनि हामीले कुन चाहिँ गुमाउनु पर्ने हो, के गुमाउनु पर्ने हो, अहिले व्यापक जनताको चासोको विषय छ। दुःख व्यक्त गर्दैछन्, एक प्रकारको आशंका त्यसमा छ। त्यसकारण यो स्थितिबाट हामी अगाडि बढ्दैछौँ। माननीय सभामुख महोदय, अहिले हाम्रो देशमा जुन किसिमले हामीले यो परिवर्तन भनेर भनिरहेका छौँ, महाकवि लक्ष्मीप्रसाद देवकोटाले एकचोटि लेख्नु भएको थियो, यो देशमा प्रजातन्त्र अझै टाढा छ, खालि यो देशमा त सरकारको फेरबदल छ। त्यसकारण सरकारको फेरबदल नै जनताको निम्ति त्यो परिवर्तनको सुनिश्चितता हुने गर्दैन। त्यसकारण अहिलेको सन्दर्भमा भन्ने हो भने सरकारले जनताको मौलिक परिवर्तनको निम्ति, देशमा मौलिक परिवर्तनको सुनिश्चितताको निम्ति केही काम गर्न थालेको दिन मात्र केही परिवर्तनको अनुभूति हामी पाउन सक्दछौँ। त्यसकारण हामीले शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, रोजगारी निर्माणको क्षेत्रमा प्राकृतिक स्रोत र साधनको न्यायोचित रूपमा सदुपयोग र त्यसबाट परिवर्तन कचकच्याउने सन्दर्भमा काम गरौँ भन्ने हाम्रो आग्रह हो। अहिले देश अत्यन्त कमजोर स्थितिमा पुगेको छ। जब देश कमजोर, आफ्नै प्राकृतिक स्रोत सम्पदा र जनशक्तिलाई सदुपयोग गर्न नसक्दा राष्ट्रिय रूपमा देश कमजोर बन्दछ। आज देश कमजोर स्थितिमा छ। कमजोर हुँदा नै विदेशीले हेप्ने हुन्, विदेशीले चलखेल गर्ने हुन्। त्यसकारण एक खालको जनताको भावना, देशप्रतिको प्रेम त्यो नजगाइकन अब विदेशीहरूको हस्तक्षेप या विदेशीहरूको चलखेल हामी रोक्न सक्दैनौँ। त्यसकारण यो प्रदेश, हाम्रो बागमती प्रदेशलाई एउटा नमुना प्रदेशको रूपमा अगाडि बढाएर देशलाई एउटा आशा, देशलाई एउटा विश्वास सुम्पौँ भन्ने हाम्रो विनम्रतापूर्वक आग्रह हो। त्यसकारण यो बागमती प्रदेश सरकारले बेलैमा बुद्धि पुर्याओस् र आफ्ना कामहरूलाई तदारुकताका साथ अगाडि बढाओस्, यही शुभकामना सहित मेरो भनाइ टुङ्ग्याउँछु। हस्, धन्यवाद, नमस्ते।